प्रायोजक रेवामाडी एग्रो ग्रुप प्राइभेट लिमिटेड बनकट्टा माडी चितवन। सहप्रायोजक नेपाल साई आवास ग्रुप शङ्खमूल काठमाडौँ। न्यू लुक फेसन हाउस चण्डोल काठमाडौँ। विधाता नै बैरी भए कर्म माथि किन दोष। विधाता नै बैरी भए कर्म माथि किन दोष। मन सुन्दर हुँदा पनि निधारमा किन खोट। आधी हुरी एकातिर छाल आउँछ अर्कोतिर। आधी हुरी एकातिर छाल आउँछ अर्कोतिर। मझधारमा छिएकी उनी बुदुनी उनी बुदुनी उनी बुदुनी। कहिले रुन्छे आँसु सुकाई कहिले रुन्छे मुटु दुखाई। कहिले रुन्छे आँसु सुकाई कहिले रुन्छे मुटु दुखाई। जहिले रुन्छे लुकी रुन्छे मनको पीडा मनमै लुकाई। भाग्यले नै ठगिएकी यिनी बुदुनी यिनी बुदुनी यिनी बुदुनी यिनी बुदुनी। ल बुदुनीको आमा तिमी पनि सुत, म पनि सुत्न जान्छु। सुत्न? आज भर्खर हाम्रो बिहा भएको होइन? अघि तपाईँले भन्नुभएको होइन मेरो जीवनमा पूर्ण अधिकार छ तिम्रो भनेर? बिहे गर्दिन भन्थिस् नि, निन्दा त राम्रो पर्यो होला नि होइन? कहाँ निन्दा लाग्नु नि, नयाँ ठाउँ नयाँ ओछ्यान रातभरि एक्लै छपटेर बित्यो नि रात। जस्तै फरक रीतिरिवाज भए पनि बिहेको अर्थ र उद्देश्य चाहिँ एउटै हुन्छ सबैको। त्यो बुदुनीलाई चाहिँ टुरीको आवाज हुन कहिले नदेश है बाबै। ल खतौरी दिदी पनि के कुरा गरिरह नि, बुझेर कुरा गर्नुहोस् न। घर बिग्रेकी सालीले राम्रै घर फेला पारिन्। घर गएर खाए त राम्रै हुने हो। के रे? कि तिम्रो खुसीको लागि आफ्नो मृगौला बेचौ? छि, कस्तो कुरा गर्नुभएको? मैले मृगौला बेच्नुहोस् भनेको हो त? अब हामी साक्कै दिदी बहिनी भयौँ है त? हुन्छ नि दिदी, भइहाल्छ नि। चिया पकाउँछु नि है दिदी। भर्खर खाएर आएको, भो खाँदिन। हाम्रो बिहेमा चाहिँ जेठानी दिदीले के दिन् त फतौरी दिदी तिमीलाई? केही न केही, न त तेरो बिहेमा पाए न कलीको बिहेमा पाए। ओ ठुलुबा, अब हामी बाँचुन्जेल छुटिँदैनौँ। जुनी जुनी सँगै बस्ने बाचा पनि गर्यौँ भगवानसँग है सुशान्त? हो हजुरबा, त्यसैले हामीलाई आशीर्वाद दिनु। सिन्दुरै हालिसके, त्यो पनि मन्दिरमा। अब के गर्नु त बाजे, तपाईँ नै भन्नुहोस्। म त छोरीको बाउ पो परे त। मेरो इज्जत तपाईँको हातमा छ बाजे, मलाई न्याय दिनुहोस्, न्याय। रामचन्द्र, शिरको टोपी शिरमै लगाला है, यो शिरमै सुहाउँछ।
रह्यो तेरो इज्जतको कुरा, यसै नै मेरो इज्जत थियो, तेरो इज्जत पनि र हमेसा रहन्छ। रह्यो बुद्धनी र सुशान्तको कुरा, यिनीहरूले बिहे गरेको कुरा कसैलाई पनि सुईको सम्म दिनु हुँदैन र यिनीहरूलाई छुटाउनु पनि हुँदैन। छुटायो भने महापाप लाग्छ। अब म जे गर्छु तैँले त्यसमा साथ दिनुपर्छ। यिनीहरूले जे गरे राम्रै गरे। यसै नै बुद्धनी मेरो काखमा आएकी थिए, मैले उसलाई बुहारी स्वीकार गरेँ। तैँले पनि सुशान्तलाई ज्वाइँ स्वीकार गर्नुपर्छ। हस् बाजे। हिँडभित्र। नाति राजा, बुद्धनी, अब हामीले तिमीहरूलाई नछुटाउने निर्णय गर्यौं। बुद्धनीलाई मैले नातिनी बुहारी स्वीकार गर्ने भए। मैले पनि सुशान्तलाई ज्वाइँ स्वीकार गरेँ। तर कुरा यस्तो छ, हामीले स्वीकार गरे पनि माने पनि होइन, कानुनले मान्दैन। हेर, तिमीहरूको यो बिहे थाहा भयो भने तिमीहरूलाई मात्र होइन, हामीलाई पनि लगेर थुन्छ कानुन। कोही पनि छैन र हुँदैन पनि। त्यसैले यो तिमीहरूको विवाह अब कसैलाई पनि थाहा नहोस्। जब तिमीहरू 20 वर्षको पुग्छौ नि, अनि त्यति बेला मात्र सबैलाई थाहा दिने हुन्छ। त्यति बेलासम्म के गरेको छु हामी? त्यति बेलासम्म त आफ्नै घरमा ज्ञानी भएर पढ्ने। अनि नाति राजा, तिमी पनि सहरमा गएर पढ्ने ल। रामचन्द्र, अब म यो विवाह भएको प्रमाणित गरेर एउटा सम्झौता कागज गरिदिन्छु, जसमा चाहिँ के लेखिनु पर्छ भने अबको 10 वर्षपछि, यानि कि यिनीहरू अहिले 10 वर्षका छन्, अब 10 वर्षपछि 20 वर्ष पुग्छन्, त्यति बेला यिनीहरूको विवाह स्वत कानुनले पनि मान्छ। तर त्यतिन्जेलसम्मको लागि चाहिँ यिनीहरूले एक आपसमा बोलेको भेटेको, यहाँसम्म कि फोनमा गफ गरेको सम्म थाहा भयो भने चाहिँ यो विवाह रद्द हुन्छ नि। फेरि हुन्छ नि, हुन्छ नि होइन त? धर्मानन्द बाजे, सम्झौता गर्नै पर्दैन नि। तपाईँको बोली नै महावाणी हो हाम्रो लागि, त्यही नै सम्झौताको आधार हो। रामचन्द्र, बुद्धनी अब यो घरको इज्जत हो, यसलाई सम्हालेर राखेस् बाबु। हुन्छ धर्मानन्द बाजे। छोरी लाला होइन, ल सुशान्त बाबु, बाजे, हामी अहिले लाग्छौँ। ल छोरी, ल। नाति राजा, बुद्धनी हामीबाट टाढा भएकी छैन। यो त झन् सम्बन्धको बलियो आधार हो। हेर, अब बुद्धनीलाई खुसी र सुखी राख्नको लागि तिमीले धेरै पढ्नुपर्छ, ज्ञानी भन्नुपर्छ ल। हुन्छ हजुरबा, म धेरै पढ्छु।
साँच्चै हजुरबा हामीहरू सहर चाहिँ कहिले जाने? सहर अब हामी सहर भोलि जाने होइन राजा? सहर आज जाँदा हुँदैन र हजुरबा? आज जाऊँ न। हुँदैन छोरी, कसैले देख्यो भने अनर्थ हुन्छ। अब चाहिँ भयो, अब घर गएर नुहाउने है छोरी। ल हिँड्नु जाऊ। ओहो भाउजू, कता हिँड्न लानु भएको? राम्री भएर। म तल बजारसम्म हिँडेको। दाइले पैसा पठाइदिनु भएको छ अरे लिन। कति आनन्द छ है भाउजू तपाईँलाई। दाइले पैसा पठाइदिइहाल्नुहुन्छ, बस्यो खायो। के को आनन्द हुनु र बाबै? विदेशिनीको पीडा विदेशिनीलाई नै थाहा हुन्छ। त्यो त हो भाउजू, विदेश जानेलाई कति गाह्रो छ, हामी यहाँ बस्नेलाई भन्न सजिलो। विदेशमा त नि भाउजू पैसा फल्ने रुख छ चाहिँ गर्छन् मान्छेहरू। त्यो त हो नि। 50 डिग्रीको तापक्रममा रहेर दुःख सुख गरेर घर परिवारलाई पैसा पठाउँछन्। सजिलो कहाँ छ र? त्यही त, बुझ्नेले बुझ्छन् ठुलो, नबुझ्नेले बुझ्दैनन्। त्यही त भने भाउजू, सबै विदेश जानेका बुढीहरू तपाईँ जस्तै बुझ्ने कहाँ हुन्छन् र? सुन्नु भएको छैन समाचारहरू? कतिका लोग्नेहरू बिचरा विदेश गएर पैसा कमाउँछन्, घरमा पठाउँछन्। जब घर फर्कन्छन् न त पैसा हुन्छ न त बुढी नै। म त मेरो बकुले पहिला पठाउँदिनँ विदेश सिदेश। त्यही त, भर्खर बिहे भएको छ, के नपुग्दछ र ठुलो विदेश पठाउनु? होइन, सधैँ यस्तो नहोला। भविष्य कसले देखेको छ र भाउजू? देख्न त हो नि। र पनि जति नै दुःख परे पनि यही कोटुको कदालो गर्ने हो, तर विदेश चाहिँ पठाउँदिन। ल नि फुलु, म त गफमा भुले। फर्कन ढिला हुन्छ, गए ल। हजुर नमस्कार, हामी त आयौ त। नमस्कार। तँलाई चाहिँ यति जाबो आउन पनि यत्रो बेर लाग्छ? आफू चाहिँ बाटो हेर्दा आँखै कट्टाए। अनि कविता खुसी त अब के सोध्या होला, बिहे भइसक्यो, खुसी भयो नि नभए नि? त्यही त दिदाजु, हाम्रो दिदी के हो कि बोल्छु ल दिदी दा के ल्यायो कि? नल्याएकी भए पनि हुन्थ्यो त, के ल्याइराख्नु पर्थ्यो? काकी पानी खानु नि। छोरी काकी होइन, नाता फेरिसक्यो, अब काकी भन्न मिल्दैन। के भन्ने त? अब ठुलो मम्मी भन्ने छ कि अब? ए ल पानी खान्छ नि ठुलो मम्मी। अब चिया खाँदातिर के लाग्नु? म बेलैमा खाना बनाउँछु, बरु बेलैमा सुताउला है, हुन्न? हुन्न। हामी त जाने है मम्मी? हो दिदी, हामी जाने हो, बस्दैन। जय सर, तपाईँ नै सम्झाउनु न, आज त बस्नुपर्छ रे भन्छन्। भन्न त भन्छन् दिदी, तर यो आमा छोरीको निर्णयमा म तगार बन्न सक्दैन दिदी। फेरि यो गर्थे, अब यहाँ अलि मिलेन। 10 मिनटको बाटो त हो, खाइपिई गरेर गफ सकेर जाउँला नि, हुन्न? बुझ्नु नि आमा? यो हो नि त सल्लाह, घर सल्लाह। के रे? केही होइन,
बरु खाना बनाऊ छिटो छिटो, मलाई पनि भोक लागिसक्यो। तेरा भिनाजुको बानी तँलाई थाहा छँदैछ नि, यस्तै हो। कली तेरी छोरी बुदुनी कति प्यारी छ है, कहिले हेला नगर्नु। आफ्नो त के गर्नु, कोखै बाँझो भयो। ए बुढी कति गनगन गरिराखे। बरु दिदी बहिनी गएर खाना बनाऊ न, हामी यहाँ दाजुभाइ मजाले गफ गरेर बस्छौँ। मम्मी छोरी म पनि तपाईँहरूसँगै खाना बनाउन जान्छु नि। हुन्छ छोरी, ल जाऊँ हिँड। बल्ल ढुक्क भयो। होइन, कस्तो ढुक्क हो दाजु? तपाईँलाई थाहा छैन, तर मैले भोगेको छु। अब छिट्टै तपाईँले पनि भोग्नुहुन्छ। बेलैमा विचार गर्नुहोस् है, सस्नीलाई कहिले पनि टाउकोमा टेकाउनु हुँदैन। खुट्टा भए जुत्ता कति कति। ओहो पुमा बहिनी, पुरा घरमा कुखुरा छैन? कुखुरा घरमा त थाहा छैन बाबु काजी दाइ, तर माइतीमा चाहिँ छ। यति ठुलो पोथी छ, तर कोरल्न बसेको छ। किन चाहिएर कुखुरा बाबु काजी दाइ? हाँसले हुँदैन? हुँदैन नि बहिनी, हाँसले हुने भए त घरमा जति पनि छन् नि कुखुरा नै चाहिने। के गर्नु त, हाम्रो घरमा फुल कुरेर बसेछ। कुखुराले त फुल कुरेर बसेछ, तिमीले चाहिँ फुल कुरेर बसेछौ कि छैनौ? फुलु बुझिनौ? बुझिन। ल ल, नबुझेकै ठिक्क भयो। भन्नु न जाई, बुझ्ने गरी भन्यो भने त बुझिहाल्छु नि, भन्नु न। बिस्तारै आफै बुझ्छौ पछि, अहिले भन्नै पर्दैन मैले। यसो अन्त कतै छ कि खोज्न जान्छु, गए है त। हस् दाजु। खोइ के भने हो, के भने पुरै बुझिन। जेसुकै होस्। किन बाजे, किन फेरि किन? यो पनि गणना हुन्छ होला नि, हिजोदेखि नै 10 वर्षको गणना भयो होइन? यसमा गणनाको कुरा आउँदैन रामचन्द्र, यसमा त मानवताको कुरा आउँछ। म नातिलाई छाड्न हिँडेको, म सहरसम्म पुग्नु पनि सक्दिनँ। यसको बाउ लिन आउनु पनि भ्याउँदैन। गाडीमा हालिदिनु बा भनेको छ, त्यही भएर गाडीमा हालिदिनु हिँडेको। अरे तिमीहरू पिठ्यौँ फर्काएर किन बसेका? हुन्छ जाऊ छैन, जय साहबसँग एकान्तमा गएर कुरा गर। धर्मानन्द बाजे, मान्छेले भगवान मन्दिरमा खोज्छन्, तर आफ्नै अगाडि साक्षात विष्णु भगवान छन् भन्ने कुरा किन बुझ्दैनन्? रामचन्द्र, म विष्णु होइन, म त धर्मानन्द हुँ, धर्मानन्द बाजे। हेर भन्छन् नि,
जस्तालाई त्यस्तै ढिँडालाई निस्तै हो म पनि त्यस्तै हुँ जस्तालाई त्यस्तै भुल्न त भुल्दैनौ नि मलाई बुदुनी तिमी भुल्न सक्छौ र मलाई सक्दिन अनि आफूले आफूलाई नै यो प्रश्न किन सोध्दैछौ त छाया हौ तिमी मेरो माया हौ मेरो जिन्दगीको अनि धड्कन हौ तिमी मेरो मुटुको कुरै बस्छ नि मलाई तिम्रो मनलाई सोध मलाई सोध्न लागेको छैन यो प्रश्न भुल्दैनौ नि मलाई सहरको झिलिमिलीमा खोज्दैनौ नि मलाई तिमीलाई खोज्न म यही आउँछु बुदुनी सहरको झिलिमिलीमा होइन पर्खन्छौ नि मलाई सास रहेसम्म र आस भएसम्म म तिम्रै हो सुशान्त जा उज्यालो भविष्य कोरेर मलाई लिन आऊ म तिमीलाई जुनीभरि कुरेर बस्छु विधाता नै बैरी भए कर्म माथि किन दोष अब सुशान्तलाई फेरि सहर पुग्नु ढिला हुन्छ अब लाग्छ सुशान्त नाति राजा फेरि मलाई ढिलो हुन्छ ल त रामचन्द्र अहिले हामी लाग्छौँ ल त बाजे हाम्रो इज्जत मान मर्यादा सब तपाईँकै झोलीमा छ यसलाई खोलामा फाल्ने या सम्हालेर राख्ने यो कुरो तपाईँकै हातमा छ जाउँ न आधी हुरी एकातिर छाल आउँछारकोतिर आधी हुरी एकातिर छाल आउँछारकोतिर मझधारमा छिएकी उनी बुदुनी उनी बुदुनी उनी बुदुनी रामचन्द्र कता पुगेर आयो हो बाउछोरी कि ससुराली पुगेर आयो हुन त नयाँ नयाँमा ससुरालीको भात मिठै हुन्छ खतौरी दिदी पनि के को ससुराली जानु हो बेला नुकु बेला यत्तिकै बाउछोरी हिँडे नि अब तिमी जस्तो काम परे पनि नपरे पनि अर्काको घर दैलो चार्ने कुरा भएन क्या रे अनि तिमी चाहिँ कहाँ हिँडेको हो नि खतौरी दिदी धर्मानन्द बाजेकोमा जान लाग्यो नि बाबै छैन नि धर्मानन्द बाजे घरमा नातिलाई सहर पठाउन सदरमुकाम गएका छन् ए हो र बाबै कहिले फर्किन्छन् रे त खोइ आजै फर्किनुहुन्छ होला ठुलबा त हेर न यसले भन्न नचाहेको थाहा हुँदा हुँदै अनि रामचन्द्र गाउँभरि हल्ला चलेको छ त बाबै के त्यो कुरा साँचो हो म त छक्क परे चलि नै सकेछ हिजोको आजै होइन हल्ला कसरी चल्यो कतै धर्मानन्द बाजेले नै त भनेनन् होइन होइन पक्का मान्छे हुनु नि बच्चाहरूको भर हुँदैन भन्थे बुदुनी र सुशान्तले पो भनेछन् कि क्या हो होइन है रामचन्द्रे कस्तो गहिरो सोचमा परेको बाबै त होइन हल्ला चाहिँ कसले चलायो फतौरी फुलमायाले भने कि मलाई फुलमायालाई यही बुदुनीले भने कि रे नि त
होइन के भयो तिम्रो बाउ छोरीलाई? बुदुनीले फुलुलाई भेट्दा मलाई भेट्न पठाएका बाआमाले भनेर भन्दै थिए त हातमा पोको बोकेर। मेरै घरतिर जाँदै थिए अनि के पठाएका तिमीहरूले मलाई? बिहे भएको कि? खै यो कुरा त मलाई केही थाहा छैन फतौरी। अनि छोरी के लगेको थियो तिमीले? खै मलाई नि थाहा छैन। फुलु दिदीले यत्तिकै झुकाकिन होला के? आइन र फतौरी दिदी। तिमीलाई फुलम्याले जिस्काइ छिन् फतौरी, अनि तिमीले चाहिँ पत्यायौ? लैन छोरी जाम, काममा हिँडे मान्छेलाई अब के भुलाउनु। जाम हिँड। भने फुलमायाले नभएको कुरा त किन भन्थे र? गाउँलेको अगाडि फुर्ती लागेको हो क्या र? अब धर्मानन्द बाजी छैनन् भनेपछि यता किन जानु? अब कता जाने होला? ए कमली कमली के गर्दै होली? बरु कमलीकैमा जान्छु। देख्नु भएन यहाँ के गरिरहेको छु? के आँखा ठम्याउनु भएन? नरिसौ न बुढी, आऊ बसौँ आऊ। म झन् कत्रो खुसीको कुरा लिएर आएको छु, तिमी भने त्यसै रिसाइरहन्छौ। खुसीको कुरो रे? कस्तो खुसीको कुरो? के खुसीको कुरो? म विदेश जाने भए नि। हो र बुढो? कहिले? अनि भिसा आयो त? छैन, तर भिसा आए सरै हो। मैले साथीलाई फोन गरेका थिएँ, भिसा छ रे, आइहाल्न भनेको छ के, यही लतमा उडाइदिइहाल्छु भनेको छ। हप्ता दिनभित्र त उडाइदिनै हाल्छ रे। ए हो र? अनि कहिले? म पनि गइहाल्छु नि हजुर उडाउन, गइहालौँ न। कस्तो कुरा गरे कि, जाने पो भए भनेको त अहिले गइहाल्ने त होइन नि। भिसा पो छ रे त, सित्तैमा कसले उडाउँछ र? पैसा चाहिएन? पहिला पैसाको व्यवस्था गर्नु पर्यो। अनि हुन्छ जाने तयारी। कति लाग्ने रहेछ बुढो? लाग्छ नि 1.5-2 लाख। यत्रो लाग्ने रहेछ? लाग्छ नि, कहाँ सजिलो छ र विदेश जानलाई। वर्षभरि लगाएर कमाउनु पर्ने पैसा पहिले बुझाएर जानुपर्छ। अस्ति बकुल्लेको बिहे र कलीको बिहे गरेर जम्मा 35,000 त जम्मा गरेर राखेको थिएँ बुढो। अब त्यतिले त कहाँ पुग्छ र? अलिअलि खोज्नु पर्यो होला नि। धर्मानन्द बाजे कहाँ कुरो गर्नु पर्यो के बुढो? म कुरो गर्छु गएर। के कति लाग्छ? पुगेन भने यही बारीको पाटो भए पनि बेच्नु पर्ला। ल बस्दै गर्नु बुढो तपाईँ, म धर्मानन्द बाजेलाई भेटेर आउँछु। शुभ कार्यमा ढिलो किन गर्नु पर्यो? पिर नगर्नु न बुढो, म जसरी भए पनि व्यवस्था गर्छु क्या। तपाईँकी बुढी कमली छ त, म धर्मानन्द बाजेकामा गएँ है त। कमली, म चाहिँ तिम्रो घर जान भनेर हिँड्न लागेको। तिमी चाहिँ कता हिँड्ने कि बाबै? धर्मानन्द बाजेलाई भेटौँ कि भनेर दिदी। ल तिमीलाई पनि मलाई जस्तै साइड परेन छ। किन के भएर? म पनि धर्मानन्द बाजेलाई नै भेट्न हिँडेको। धर्मानन्द बाजे त सदरमुकाम गएका छन् रे।
सदरमुकाम किन नि? नातिलाई सहर पठाउन रे। ए त्यसो भए त बेलुकी मात्रै फर्किन्छन् होला। अब निस्किहाले, बहिनी कहाँ पुगेर आउनु पर्यो। जाउँ फातरी दिदी कलीकोमा। भो नजाने, तिमी जाऊ, म बरु फुलमायाको घरतिर जान्छु, काम पनि छ। ए ल त ल। अनि फतौरी दिदी मेरामा चाहिँ किन जान लाग्थ्यौ त? यी भन्दा हुन्छ भने भन। यतिकै तिमीलाई भेट्न नि। जाऊ जाऊ, काममा निस्केकी मान्छे, फेरि भरे भोलि आउला नि तिम्रोमा बाबै। ल ल, कि जाँदै गर मेरोमा, म बहिनी कहाँ पुगेर फर्किहाल्छु। भो फेरि आउँछु नि, बरु फुलुकोमा जान्छु। ल ल, म गएँ है त। आमा खोइ त बकुले। पहिला नपोख्नु न आमा। परा छैन कसैको रिस कसैलाई पोख्नु। किन पोख्नु पर्यो? को छ र यहाँ मेरो पीडा बुझ्ने? भन न त के कुरा हो, म बुझ्छु त। भने पो बुझिन्छ त, नभने कसरी बुझ्ने हो र? तेरो बिहे गरेको पनि 2 महिना पुरा भएर तेस्रो महिना लाग्यो। खोइ केही सुरसार छैन त तेरो। आज नछुने भएको नि 4 दिन भयो होइन? म त बिहे भएपछि एकचोटि पनि नछुने नभइकन त जन्मेकी होस् त। ए भनेपछि तिमीलाई सानी फुलु चाहियो? कहिले रुन्छे आँसु सुकाई, कहिले रुन्छे मोटु दुखाई, कहिले रुन्छे आँसु सुकाई, कहिले रुन्छे मोटु दुखाई, जहिले रुन्छे लुकी रुन्छे मनको पीडा मनमै लुकाई, भाग्यले नै ठगिएकी यिनी बुदुनी, भाग्यले नै ठगिएकी यिनी बुदुनी, यिनी बुदुनी।